हेलो गाइज गुड मर्निङ। आज चाहिँ यहाँ सुदूरपूर्वबाट सुदूरपश्चिम दार्चुलाको अपी बेस क्याम्पसम्म जाने तर्खर अन्तर्गत आज इटरीबाट म विराटनगर गएँ। विराटनगरबाट यति एयरलाइन्समा काठमाडौँ गएँ र त्यहाँ चाहिँ यति एयरलाइन्सले एउटा स्न्याक्स र एप्पल जुस खाना दिँदो रहेछ। त्यसपछि हामीहरू फेरि काठमाडौँ र धनगढीको लागि टिकट पक्रेर विनोदजी र म दुईजना श्री एयरलाइन्स मार्फत धनगढी गयौँ। श्री एयरलाइन्समा चाहिँ चक्लेट र पानी खुवाउँदो रहेछ। त्यसपछि धनगढी गएपछि धनगढीबाट हाम्रो त्यहाँबाट नजिकै अत्तरिया बजार भन्ने रहेछ। त्यहाँ चाहिँ जाँदाखेरि हाम्रो प्लेनमा जाँदाखेरि विभिन्न दृश्यहरू पनि देखाएको छौँ। अत्तरिया बजार भन्ने रहेछ। त्यहाँ चाहिँ हामीले रातिको टिकट काटेर नाइटको टिकट काटेर विनोदजी र म त्यहाँबाट त्यहाँ भेट भयो। हेमसारजी र सूर्यजी चारजना भेट भयो। त्यो भेट भएपछि रातिको टिकट काटेर हाम्रो गोकुलेश्वरसम्म गयौँ। गोकुलेश्वरबाट फेरि साझा खाएर फेरि अब गाडी पक्रेर लट्टीनाथसम्म गयौँ। लट्टीनाथबाट फेरि अलिकति हिँड्नु पर्ने रहेछ। गाडीमा लट्टीनाथबाट अलिकति हिँड्ने र अलिकति गाडीमा गएपछि हामीहरू मकरी घाट भन्ने ठाउँमा पुग्छौँ। मकरी घाट चाहिँ पुल छ, त्यहाँ पुल छ। त्यो पुल पारि तरिसकेपछि एकदम उकालो छ। त्यसलाई भन्छ पाटो। पाटो एकदम तपाईँको उकालै उकालो 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 उकालै उकालो जानुपर्छ। त्यो पाटोबाट लिथी भन्ने ठाउँ आउँछ। लिथी चाहिँ पाटोबाट लिथी चाहिँ अलिक सम्मसम्म भूभाग छ। त्यसपछि लिथीबाट घुसा भन्ने ठाउँ आउँछ र हामी दोस्रो दिनको बास नालीमा गएर बस्यौँ र त्यहाँ चाहिँ तपाईँको सादा खाना खाने हो भने 350 र मासु खाना कुखुरासँग खाने हो भने 500 रुपियाँ थियो। र हामी राति त्यहीँ बास बस्यौँ। रातभरि पानी पर्यो र बिहान उठेर फेरि हामीहरू अगाडि बढ्यौँ। अगाडि बढ्ने क्रममा हामीहरू आरुखोट सिती हुँदै खायाकोटमा पुगेर दिनको 12 बजे खाना खाने निर्णय गऱ्यौँ। कहाँ छौँ तत्काल? अहिले चाहिँ हामी यो खायाकोट भन्ने ठाउँमा यो अपिनप्पा अपी हिमाल गाउँपालिका वार्ड नम्बर 1 अन्तर्गत खायाकोट भन्ने ठाउँमा छौँ। अब हामी चाहिँ अहिले चाहिँ खानेकुरामा लागिरहेको छ। के रहेछ? यहाँ चाहिँ गाँजाको अचार होइन, यो भाङको अचार, अब फर्सीको तरकारी, दाल, तपाईँको चाहिँ बोडीको दाल, काँक्रा होइन, त्यसै गरेर तपाईँको चाहिँ घिउ, यो मही सबै कुरा छ है। यहाँ साह्रो मिठो खाना पनि यहाँ मिठो जस्तो छ हेर्दै। खाना आँट्दैछौँ। यो तपाईँको गाँजाको के भन्छ दाइ यो अचारलाई? भाङको अचार। भाङको अचार हिजो पनि पोलेको खोर्सानी, पोलेको खोर्सानी, आगा पोलेको मही, लोकल काँक्रा अनि एक बुटुवा घिउ। यति मात्रै खाने हामीहरूले आज है त। हामीहरूले खाना खाइसकेपछि यो अपी नपाको यो संरक्षण क्षेत्रमा प्रवेश गऱ्यौँ र त्यहाँ प्रवेश गर्नलाई एकजनाको 100 रुपियाँ, स्वदेशी नागरिकका लागि एकजनालाई 100 रुपियाँ टिकट काट्दो रहेछ। हामीले टिकट काटेर 4 घन्टा लामो उकालो र कष्टकर यात्रा सुरु गऱ्यौँ। त्यहाँ फोनको नेटवर्क थिएन, टावर थिएन। यो यात्राको तेस्रो दिन हो। त्यसपछि हामीहरू सिमारमा रातभरि पानी पर्यो। रातभरि पानी परेर हामीहरू त्यहीँ बस्यौँ र भोलिपल्ट बिहान उठेर त्यहाँ चाहिँ तपाईँको सुकाएको सिस्नुको गुन्द्रुक जस्तो हाम्रो जस्तै सागको सुकाएर गुन्द्रुक बनाउँछ नि, हो त्यसरी सिस्नुको सुकाएर राखेको धुलो रहेछ। त्यो धुलोलाई उमालेर त्यसपछि अलिकति त्यसमा कोदोको पिठो हालेर अनि एक बटुका सबैले पिएर हामीहरू सिमारबाट धौली ओडारको बाटो अगाडि बढ्छौँ। हाम्रो लगभग 5.5-6 घन्टा लाग्यो सिमारबाट धौली ओडार पुग्न। बाटो एकदमै कठिन, त्यहाँ पनि पानी पर्यो दिनभरि। त्यसपछि ठुल्ठुला तपाईँको खोलाहरू चाहिँ तपाईँको पानी परेकाले बढेकाले कुनै पुल थिए, कुनै पुल थिएनन् र धौली ओडारसम्म पुग्नलाई हामीलाई एकदम कठिन भयो। र हाम्रो लगभग 12-1 बजेतिर धौली ओडार पुगेर त्यहाँ बसेर हाम्रो रातो च्याउ, जङ्गलको च्याउ, रातो च्याउको तरकारी र खाना खायौँ। हामीहरूले विनोदजी र मैले चाहिँ रातो च्याउको तरकारी खाना खोजिरहेको थिएनौँ, तर हेमसारजीले चाहिँ पहिले नै खानुभएको भएकाले जङ्गली च्याउ नखाउँ भन्ने थियो हाम्रो चाहिँ। तर हामीहरूले त्यहाँ जङ्गली च्याउ र खाना खायौँ। हामीहरूले लगभग त्यहाँ प्लेटको 800 रुपियाँ खानाको तिरौँ त्यो च्याउको कारणले गर्दा। तर साह्रै भनेको टेस्टी हुँदो रहेछ। जङ्गली त्यो रातो च्याउ हुँदो रहेछ, लेखाको रातो च्याउ। त्यो चाहिँ जङ्गलमा पाउने, रुखमा पाउने साह्रै मिठो च्याउ हुँदो रहेछ। यो चाहिँ अपी बेस क्याम्प जाने क्रममा भाल्डे खोरा भन्ने ठाउँमा छौँ। यो कस्तो राम्रो फाँट छ हेर्नु न, फुल फुलेको छ, त्यस्तै राम्रो नागी छ। यहाँ आइ सब कुरा बिर्सिने जस्तो छ। माथि भिर पाखा छन्, ठिकैसम्म अलिअलि पानी पर्दैछ। अब 1 घन्टामा हाम्रो कहाँ पुग्छौँ अरे?
धौलीवडामा गएर खाना खान्छौँ। त्यसपछि 1.5 घन्टाको बाटो अपी क्याम्प पुगिन्छ। आज हाम्रो 2 बजेसम्म अपी क्याम्प पुगेर बस्ने, अनि भोलि बिहानको मनमोहक दृश्य हेरेर फेरि ओह्रालो झर्ने अल्टिमेटली प्लान छ। त्यही अनुसार हाम्रो अगाडि बढ्दैछौँ। विनोद सर के छ अनुभव कस्तो हुँदैछ? राज्यको उपस्थिति प्रमाणित भयो। ओके, यहाँ इटरीबाट तपाईँ सुदूरपश्चिम दार्चुला अपी बेस क्याम्पसम्म जानलाई भोलि ओडारबाट हामीहरू लगातार हिँड्दा 1.5 घन्टामा अपी हिमाल बेस क्याम्प पुग्यौँ। र हाम्रो विनोद खत्री साथीले अलिक मभन्दा अलिकति अगाडि पुग्नु भएको थियो। अलिक ठाडो बाटो उकालो बाटो जानुभयो। उहाँ 2टा बाटो छ त्यहाँ जाने। उहाँ अलिक हिँड्न सक्ने भएकाले जानुभयो र उहाँले गएर मलाई चाहिँ स्वागत गर्नुभयो। ल स्वागत छ तपाईँलाई यहाँ बेस क्याम्प होटल। त्यहाँ पुग्यो, त्यहाँ आइपुग्यो, त्यो ठाउँमा आइपुग्यो भन्ने मलाई लागेपछि म एकदमै खुसी भएको थिएँ। उहाँले मेरो फोटो र भिडियो पनि खिचिदिनु भएको थियो, त्यही बेला खिचिदिनु भएको थियो। त्यहाँ तपाईँको हाम्रो साँझ पुग्दा पुरै दृश्य कुहिरोले ढाकेको थियो। त्यसको बावजुद पनि हामीहरूले त्यही चमेलिया खोलाको नदीको किनारमा टेन्ट हालेर त्यहाँ बस्ने भन्ने हामीहरूले निर्णय गऱ्यौँ। र राति पानी परेन, त्यो दिन हामीहरू गएको दिन राति पानी परेन। र हामीले त्यहाँ अरू हामीहरूभन्दा अगाडि पछाडि हामीहरूभन्दा अलिकति अगाडि पश्चिमका साथीहरू पनि जानुभएको थियो। उहाँको सहयोग लिएर हाम्रो टेन्ट टाँग्यौँ। त्यहाँ एउटा टेन्ट टाँगेर चमेलिया खोलाको किनारमा त्यहीँ बस्ने निर्णय गऱ्यौँ। र हामीहरू त्यहीँ राति टेन्टमा सुत्यौँ, सबैजना मिलेर टेन्टमा सुत्यौँ। त्यो चाहिँ हाम्रो एकदमै रमाइलो, एकदमै राम्रो अनुभव प्राप्त गरियो हामी। सुतेर अब बिहान उठेपछि राति पानी नपरेको हुनाले 2-3 घन्टाको लागि मौसम एकदम राम्ररी खुलेको थियो। तपाईँहरू देख्न सक्नुहुन्छ मौसम एकदम खुलेको भएकाले हामीहरूले बिहानै उठेर तपाईँको मजाले राम्रो दृश्य अपी बेस क्याम्पको वरिपरि तलतिर मास्तिर एकदम राम्रो दृश्य हेर्न पायौँ। तपाईँहरूले हेर्न सक्नुहुन्छ मौसम एकदम खुलेको थियो त्यतिखेर र राम्रो मौसम भएकाले। अनि फेरि एकैछिनमा चाहिँ तपाईँको बादलहरू आइहाल्यो। तपाईँ हेर्न सक्नुहुन्छ बादलहरू फेरि लाग्न सुरु गरिहाल्यो एकैछिनमा। तर एकदम चिसो थियो। अनि त्यतिखेरै मौसम खुलेकै बेला त्यहाँ भेडाहरू पनि रहेछन्, त्यहाँबाट खच्चडहरू, घोडाहरू रहेछ होइन। त्यो चाहिँ तपाईँको एकदम राम्रो ठाउँ र त्यो अवलोकन गऱ्यौँ हामीहरूले। अनि चमेलिया खोलाको किनारमा बसेपछि यसो सबै साथीहरूले आफ्नो तरिकाले फोटो खिच्ने, भिडियो खिच्ने, त्यसलाई फोटो र भिडियो मार्फत आफ्नो मनमा याद गराउने, पछि हेर्नका लागि गर्ने भनेर फोटो खिच्यो, भिडियो खिच्यो। र त्यसपछि हामीहरू यहाँबाट हिँडेको 5औँ दिनमा अपी क्याम्प बेस क्याम्प पुग्यो र 6औँ दिनमा हामीहरू फेरि यता इटरीका लागि भनेर जब बिहान अपी बेस क्याम्पबाट बिहान 10 बजेतिर हामीहरू फिरेका छौँ। माथे पन्थरैमा टीका घामको नमसरे गरिलै